हेलो वाट्सएप गाइस, सबैजना माया छ मेरो युट्युब च्यानलमा हजुर स्वागत छ। आज चाहिँ म के भन्न आइरहेछ भने यो भिडियो मार्फत चाहिँ जो नेपालबाट जापानमा आउने साथीहरू हुनुहुन्छ नि, स्टुडेन्टमा होस् अथवा वर्किङमा, सबैजनाले एउटा साइकल चाहिँ सिकिरहनु होला गाइस है। विशेष गरी वर्किङ भन्दा पनि अब त्यो स्टुडेन्टमा आउने साथीहरू चाहिँ यस्तो साइकलहरू चलाउन जान्ने भएर आउनु होला, किनकि यहाँ चाहिँ साइकल चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट हो क्या। एकदम तपाईँ जस्तै स्कुलमा जाँदा पनि साइकलमा जान सक्नुहुन्छ, काममा जाँदा पनि साइकल जान सक्नुहुन्छ होइन। नजिक नजिकको पार्कहरूमा घुम्न जाँदा पनि तपाईँ साइकलमा चढेर जान सक्नुहुन्छ। सो त्यही भएर सबैजनाले साइकल चाहिँ एकदम जान्ने भएर आउनु होला। अथवा नेपालकै बाइकको अथवा होइन लाइसेन्स हुने साथीहरूले त यस्तो यस्तो स्कुटरहरू चाहिँ सानो लाइक यो 50 सीसीको स्कुटरहरू चाहिँ सजिलै अब त्यो लाइसेन्सलाई कन्भर्ट गरेर होइन चलाउन सकिन्छ होइन। त्यस्तै हो। अब साइकल भन्ने कुरा चाहिँ अब जापान चाहिँ एकदम महत्त्वपूर्ण छ। मैले पनि पहिला साइकल सिकेर आएको थिएँ, त्यही भएर एकदम सजिलो भएको थियो होइन। जस्तै तपाईँ आएर सिक्यो भने चाहिँ त्यो टाइम लाग्छ, अब भनौँ न 1-2 हप्ता लाग्न सक्छ होइन। त्यही भएर त्यस्तो कुराहरू चाहिँ अब तपाईँ सबैजनाले सोच विचार गरेर होइन अलिकति सिकेर आउँदा राम्रो हुन्छ। सिक्यो भने चाहिँ सजिलो हुन्छ, किनकि सिकेन भने त गाह्रो हुन्छ नि, आफूले गाह्रो हुन्छ नि। आफै अब काममा जानु पऱ्यो होइन। अनि अब सँगैको साथी चाहिँ पुरा साइकल जाने छ, उनीहरू चाहिँ पुरा साइकल चढेर सुर काममा गइरहेको हुन्छ। आफू चाहिँ घरमा कहिले सिक्यौँला होइन, काममा जाउँला जस्तो भएर हुन्छ। त्यही भएर जापानमा चाहिँ साइकलको एकदम महत्त्व छ। यस्तो साइकल चाहिँ कति पर्छ प्राइस भने चाहिँ घटीमा तपाईँको सस्तोमा नयाँ पनि अब 15,000देखि अहिले माथि भनौँ, सस्तोको 15,000, सेकेन्ड ह्यान्डहरू पनि पाउँछ। तर नयाँमा चाहिँ तपाईँको यस्तो साइकलको चाहिँ अलमोस्ट तपाईँको अहिले त 20-25 हजार पुग्यो होला। मैले नकिनेको अब 6-7 वर्षै भइसक्यो होइन। अब नेपालमा लाइसेन्स भएको साथीहरू चाहिँ यस्तो हुन्छ नि। यो चाहिँ 50 सीसीको हो, 50 सीसीको यस्तो अर्को स्कुटरहरू चाहिँ तपाईँको अलमोस्ट लाइसेन्सलाई कन्भर्ट गरेर पनि होइन चलाउन पाइन्छ। अथवा यो बाइकहरू पनि होइन चलाउन सकिन्छ। अब पहिला चाहिँ मलाई चाहिँ सबभन्दा मनपर्ने साइकल भने चाहिँ यस्तो थियो कि, यो त थियो कि यो एउटा भाइको साइकल हो नि। यस्तो चाहिँ मलाई खुब मन पर्थ्यो क्या। मैले किनेको पनि थिएँ होइन। मैले कति 2टा जति साइकल किनेर फटाएँ होला हौ स्कुल पढ्दाखेरि, जापानमा स्कुल पढ्दाखेरि। अनि त्यसपछि अहिले चाहिँ मैले नेपालको लाइसेन्स चाहिँ पछि चाहिँ अब अलिकति टाइम लाग्यो। पछि त त्यो हुन्छ नि जापान लाइसेन्स कन्भर्ट गर्न अलमोस्ट 1-2 महिना लाग्यो। के डकुमेन्ट चाहिँ मगाउनु पर्छ नेपालबाट, अनि त्यो भएपछि सजिलो हुन्छ तपाईँहरूलाई होइन। सो विशेष गरी नेपालबाट जापान आउने साथीहरू चाहिँ साइकल अनिवार्य रूपमा सिकेर आउनु होला होइन। जस्तै त काममा जाँदा पनि तपाईँको घर यहाँ छ, स्टेसन त्यहाँ छ, घरदेखि स्टेसनसम्म साइकलमा जाने, त्यहाँदेखि ट्रेन चढेर काममा जाने, भरे पनि फर्किने बेला ट्रेनमा फर्किने, स्टेसनमा साइकल चढ्ने, फेरि रुममा आउने होइन। रुममा साइकल चढ्छ। यस्तै ठाउँ हुन्छ। अरू ठाउँमा चाहिँ राम्रो ठाउँमा हुन्छ नि। अब मेरो जस्तो घाँचक बुझ्नु छ यो एरियामा चाहिँ, अरू ठाउँमा चाहिँ पुरा साइकल राख्ने पनि एकदम चिटिक्क परेको ठाउँ हुन्छ नि त, त्यसमा राख्ने, साइकल चढ्ने, फेरि काममा जाने, साइकल चढ्ने, फेरि स्कुल जाने, त्यस्तो हुन्छ क्या साइकल चाहिँ। सो त्यही भएर साइकल भयो भने जापानमा इजिली लाइफस्टाइल बिताउन सकिन्छ गाइस। सो नजिक अब सपिङहरू गर्न होइन, जहिले मार्केट जान अथवा यतातिर पार्कहरूमा घुम्न जान होइन, नजिक अब राम्रो ठाउँ घुम्न जानको लागि साइकलले चाहिँ एकदम तपाईँलाई ट्रान्सपोर्टेसन हेल्प पुग्ने छ गाइस। सो सबैजनालाई साइकल सिकेर आउनु होला, विशेष गरी जापान आउने साथीहरूले। हस् त।